गुड मर्निङ आज चाहिँ हामी 3 जना मात्र छौँ 2 जना चाहिँ उठ्नु भएन अनि त्यसपछि यस्तो खतरा हिमाल देखेछ गाइस सो यसमा चाहिँ हिमाल कस्तो खतरा देखेछ है माथि बारे कस्तो अब हामी चाहिँ माथि जानुपर्ने हुन्छ गाइस सो छिटो जान्छौँ छिटो ल हिमाल चाहिँ यस्तो त्यही भने 2 जना चाहिँ उठ्नु भएन हैन तर यस्तो राम्रो भएको छ क्या भने मैले चाहिँ 1 पिस लाएको छु गाइस आज चाहिँ हैन देख्न सक्नुहुन्छ अनि ब्याग पनि बोकेछ बोक्नै पर्यो किनभने फेर्ने लुगाहरू यहीँनिर छ नि त सो त्यही नै हो गाइस हामी चाहिँ छिटो माथि जान्छौँ किन यस्तो राम्रो छ नि त सिन ओ गड हुन्छ क्या सो लेट्स गो ल अब यतापट्टि चाहिँ अब त कस्तो राम्रो हौ टिका चाहिँ यो नछुट्टिने भयो हैन यतापट्टि अब त पोज दिउँ न कस्तो राम्रो आएको भने जान्छौँ छिटो यस्तै हो अब उनीहरू चाहिँ बेलुकासम्म हिजो हिँड्नु भयो क्या सो त्यो हिँडेको कारण चाहिँ के हुन्छ भने यतिखेर खुट्टा दुख्यो अरे अनि त्यसपछि सकेन क्या त्यसरी सो सुति नै रहनु भएको छ म आउँछु चाहिँ भन्नुभएको छ हेरौँ के भन्नुहुन्छ हामी चाहिँ थाहा हेलो हेलो जुम न के गाइज त्यही त गाइज कुद्नु पर्ने हुन्छ है किनभने हिमालहरू यस्तो खतरा देखाएको छ नि ओ गड आई क्यान नट मिस इट माथिबाट हेर्नलाई चाहिँ होइन सो म चाहिँ कुद्दैछु हेलो गाइज हामी चाहिँ यहाँ आइपुग्यौँ यो कहाँ हो यहाँ चाहिँ वालको पोइन्टमा सो मान्छे एउटा क्लिप्सहरू पनि नि चाहिँ माथि जानुपर्ने हुन्छ यस्तो खतरा छ यहाँ ओइ झन्डै लड्यो हामीले कस्तो फुल्यो नि यार सनराइज केही छैन गाइस कस्तो शीतल हावा आएको होइन तिमीलाई देखेर के हावा चाहिँ लास्ट शीतल सनराइज भ्याउँछ हामी गाइस यताको सनराइज भ्याउँछौँ कि आउन सो गाइस म चाहिँ सैलुङ र महादेव गुफा जाने बाटोमा आइसक्यो हिजो चाहिँ हामी महादेव गुफा गएको थियौँ भने आज चाहिँ हामी सैलुङ जान्छौँ है सो लेट्स गो अब चाहिँ म ढिला नगरी जान्छु गर्ने हात दो मुझे कोही मेरा हात थाम लो न डाँडा आइसक्यो होइन म तपाईँलाई देखाउँछु पहिला यता जाउँ न गाइस यहाँ चाहिँ म चाहिँ एउटा थुङ्गामा पुगेँ होइन यस्तो राम्रो छ मैले तपाईँलाई देखाउनु मात्र सकिरहेको छैन
रामेर पनि खिच्दै यता सनराइज हेर्छ हौ करिश्मा कस्तो लाग्यो अब कहाँ जाने अब हामी सैलुङको डाँडामा जान्छौँ सो हामी सैलुङको डाँडा चाहिँ तपाईँहरूलाई देखाउँछौँ लल डाँडामा गएर चाहिँ टिकटक बनाउनु पर्ने हुन्छ नाची नाची होइन अनि त्यसको लागि चाहिँ रेडी हुनु रेडी भइसकेका छौँ उतापट्टि जानुपर्ने हुन्छ डाँडामा सो त्यो डाँडा चाहिँ म देखाउँछु भाइ त मलाई होइन बाई द वे मलाई होइन डाँडामा जानुपर्ने हुन्छ यो पनि डाँडै होइन सैलुङकै तर हामी चाहिँ त्यहाँनिर त्यो उयो थियो क्या पिया पिया ओ पिया पिया ल मैले त्यहाँको फोटो खिच्न बिर्सेँ एनिवे अहिले भ्यायो भने आउँला नभए उता माथि माथि खिचौँला है अहिले चाहिँ 152-53 हो कि 100वटा कतिवटा थुङ्गा छ भन्ने सुनेको क्या होइन मैले एक्ज्याक्टली चाहिँ थाहा छैन सो यत्रो थुङ्गा भएको ठाउँमा आइसकेपछि त 100-200सम्म सब्सक्राइबर त बढाइदिनु पऱ्यो नि होइन गाइज यो भिडियोले गरेर सो प्लिज गाइज मेरो अहिले कति 231 होला न हिजो दुईजनाले गर्नुभयो 233 छ होइन सो तपाईँहरूले मेरो अब बढाइदिनु पऱ्यो एटलिस्ट 250 त बढाइदिनु यार माया गरेर यत्रो गरिरहेको छु होइन सो मेरो सब्सक्राइब गरिदिनुहोस् होइन अनि म यसरी जान्छु नि त धेरै धेरै ठाउँ जान मन लाग्छ म पनि मोटिभेट हुन्छु नि त मोटिभेट हुनुको लागि पनि त नि सब्सक्राइब त गरिदिनु पऱ्यो न भिडियो हाल्ने मैले मात्र हेर्ने भयो भने त अफकोर्स हुँदैन नि त हुँदैन भन्दा पनि मोटिभेट हुँदिनँ क्या अलिकति यसो कामहरू हुन्छ त्यो बाहेक पनि हुन्छ नि भिडियो बनाउनु पर्ने पनि हुन्छ नि त्यो चाहिँ इच्छा हो नि त सो त्योलाई चाहिँ कन्टिन्युटी दिनलाई चाहिँ अलिकति मोटिभेसनको जरुरी छ मेरो लागि सो प्लिज गाइज सब्सक्राइब गरिदिनु होला धेरै बोल्यो होला है अब सिन हेरौँ ल फेरि यही नै हो होइन अब थुङ्गा माथिबाट हेरिन्छ जस आज राम्रो कुरो चाहिँ के भयो भने मेरो राम्रो कुरो के भयो भने पानी पर्दिएन के यो चाहिँ राम्रो कुरा हो नि त फेरि बोलिहालेँ किन म तिनीहरू उतै नै छ नि त अब म एक्लै छु अनि बोलिरहनु मन लाग्यो क्या भिडियो बनाउनु मन लाग्यो अलिकति रमाइलो होस् न त होइन मलाई पनि भनेर मैले टिकटक लगाएको थिएँ क्या गाइज होइन टिकटकहरू चाहिँ के भयो भने सब कता कता गायब त्यो भएर मलाई चाहिँ अलिअलि डाउट लाग्यो मैले टिकटक ल्याएँ पनि के भइरहेछ होइन तर ल्याएको त हो सैलुङ्गे डाँडामा म जाँदा भएन अर्को है माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई हातकेलामा मायाको गुराँस फुलाउनेलाई सो यो गीतमा चाहिँ कतिजनाले डान्स गर्नुभयो बच्चा बेलामा होइन मैले चाहिँ एकदमै गर्थेँ आज आउन पनि पाएँ सो म एकदम खुसी छु कतिजनाले डान्स गर्नुभएको थियो कमेन्ट गरिदिनु होला यो सैलुङ्गे हो तिनीहरू उहाँ छ नि यार नआउने बाई टाइम बस ल तिनीहरू चाहिँ एकदमै कहाँ छ म देखाउँछु ल यसरी मेरो र तिनीहरूको डिस्टेन्स देखाऊँ भनेको यहाँ हो छ गाइज
चाहिँ चिया पनि दिन्छ अरे जति खाने फ्री हो भनिरहेको थियो होइन अब चिया त खानै पर्ने हो होइन किन हात चाहिँ चिसो भइरहेछ अलिअलि खुट्टाहरू जिउहरू त तातिसकेको छ कि हिँडेर अहिले त्यस्तो गर्मी पनि भइसकेको थियो सो चिया चाहिँ खानुपर्ने हुन्छ गाइस यहाँ चाहिँ ढुङ्गा चढाउँदो रहेछ क्या त्यो देउराली मास्दै क्या सो म पनि एउटा ढुङ्गा बनाइहाल्छु ल यहीँनिर थपिदिन्छु कि म आफै बनाउँछु चिसो अलि बढ्दै आयो हिँडिएर होला क्या अहिले हिँडिरहेको थियो नि त अहिले त फोटो खिचेँ र भिडियो बनाउँदै बसिरहेको छु नि त त्यो भएर नै हुनसक्छ सायद के देखाएको छैन सो यहाँ चाहिँ जुरे ढुङ्गा महादेव र कालापानी सैलुङ भनेर दुईवटा बाटो छ अब म चाहिँ सैलुङ जाने हो नि त त्यही भएर म यताको बाटो जानुपर्ने हुन्छ केही नदेखा हो क्या गाइस यस्तो केही नदेखेको भने यस्तो राम्रो ठाउँ यार केही नदेख्दाखेरि मन चाहिँ अलि छिरिङ्ग चाहिँ हुनिरहेछ कि यस्तो रहेछ नि त देख्नुभयो दुईजनालाई तलतिर केही नदेखायो क्या है हेलो मेरो चाहिँ ब्याक क्यामेराबाट मलाई बनाउनै आइरहेको अनि म फ्रन्टबाट मात्र बनाइरहेको छु त्यही त अनि फेरि आउँछ कट्टा कट्टै गर्दो रहेछ कि यस्तो यस्तो हुँदो रहेछ क्या मेरो चाहिँ हजुर बल्ल बल्ल अलिअलि नयाँ नयाँ नोभेग भ्लग छ किन जानु पर्ला है एकचोटि आइहरू रेड ज्याकेट दिदी खै अर्को दिदी ए तपाईहरुले मेरो साथी आइराको देख्नुभयो तपाईहरुले हजुरको साथी आइराको देख्नु भएको छैन देख्नुभयो भएन है ओ हिमाल वाला साथी कि कुन उता वाला साथी हिमाल वाला ओ हिमाल त झन् राम्रो देखियो आउँदै हुनुहुन्छ ओहो कस्तो राम्रो देखाउ चाहिँ तपाईँ प्रोफेसनल ब्लगर हो क्या तपाई हैन हैन फोटो खिचेँ यहाँबाट होइन भिडियो अलिअलि बनाएँ अनि अब चाहिँ म जाँदैछु फेरि तिनीहरू कहाँ गयो क्या म छुट्टेँ त्यसमा आउने त माथि नै हो हेलो तपाईँहरू माथि पुगिसक्नु भएको हो पुगिसक्यौँ खुल्या छैन है केही पनि माथि पनि खुल्या थियो अब फेरि कस्तो राम्रो आयो तपाईँहरू यहाँ चाहिँ फोटो सेसन चलाइछ भ्लग कन्टिन्यू भयो हिजो आउन पाएन नि बेलुका हिजो आउन पाएन म जान्छु ल ओके बाई बाई
हुन्छ यहाँ चाहिँ फोटोग्राफर दाइ हुनुहुन्छ अनि यो फोटो चाहिँ कसरी पाउँछौँ त अनि उहाँहरूले कसरी पाउनुहुन्छ आज #सैलुङ मात्रै हामी पनि भेटिन्छ हो आजको डेटमा हो त JIS चाहिँ एउटा फोटो खिच्नु त सिंगल फोटो ल म चाहिँ फेरि गइहालेँ है पुग्नु पर्ने हुन्छ मधुतिर त्यही भएर यस्तो रमाइलोहरू हो क्या खै डाँडाबाट खिचौँ भनेको त डाँडै छ क्या त हौ साथी हराएको सूचना अत्तो पत्तो छैन ल कहाँ छ खोज्नु आऊ तिमीहरूलाई ठिक छ ल अब खुल्दै हुन्थ्यो तपाईँहरूको लागि नि भिडियो बनाउनु राम्रो हुन्थ्यो है हो यो पुरै खुलेको थियो त्यसको क्लिप छ तपाईँहरूसँग होइन क्या यहाँनिर दिनुहुन्छ अरे क्या होइन भिडियो गर्नु भएको छ अरे क्या सनराइजको सो त्यही हाल्छु क्या म बुझ्नु भयो अब तलको चाहिँ मसँग छ ल बाई बाई भिडियो लिने मान्छे मात्र फरक हो नि त मेरो साथीहरू भेट्यो अरे पठाइदिनु ल आइछ जस्तो छ हजुर सब्सक्राइब हुनु पर्यो ल सैलुङ भो त हल्ला मात्र छ मान्छेहरू खै अब खुलिन्छ होला तपाईँहरूको छ कि छैन लिएर आउनु पर्दैन यसरी नै खिच्नलाई ल बर्बाद हुने भयो ए हो माथि गएर ल ठिक छ माता नै होला त्यो काफल हो भुइँ काफल खान मिल्छ कतिले खायो तर तितो तितो छ कि यिनीहरू यहाँ आउँदैछन् रहेछ यहाँ आइपुगेछन् माथि चिया पनि दिन्छ अरे नि त फ्रीमा हजुर त्यहाँ चिया दिन्छ अरे होइन चिया खाने हो जति खाँदा नि हुन्छ अरे तर ब्ल्याक टी हो है मिल्क टी खानु पनि हुँदैन ग्यास्ट्रिक हुन्छ ब्ल्याक एन्ड ब्युटी टी खाने ओके कस्तो मिल्यो ब्ल्याक एन्ड ब्युटी टी खतरा यो अलिकति भए नि खुल्नु पर्थ्यो क्या एकछिनको लागि पनि खुल्नु पर्थ्यो क्या यो चाहिँ एकदमै अन्याय भयो मेरो लागि तपाईँले त्यहाँ मिस गर्नुभयो क्या सिनहरू तपाईँले उनीलाई मिस गर्नुभयो हामीले त्यहाँ झन् कपालले हेरेर आयौँ के भयो हामीलाई कसको बर्थडे हो फेरि गायब सब त्यही त तपाईँहरू मात्रै देख्नुभयो त्यही भएन तोबा भनेर मेरो साथीको के भन्छ थेगो हो कि भन्दै आइरह होला अहिले नि तोबा एकछिन यहाँ भनिदिनु त म उसलाई देखाउँछु अहिले ल
है करिसा अरू त के होइन चिया खान हतार भयो नुनिलो चिया रे तर नुनिलो त्यही भन्नुभयो मलाई त्यहाँ दाइले चिनी हालेकै हुँदैन र थाहा छैन हो यस्तो वा भने रहेछ सुगर बार रहेछ कति हो अझै आम्मा तर देख्ने चाहिँ के हेर भ्यू टावर मात्र हो त्यो भ्यू नदेखि टावर त देखिन्छ नि त ठिक छ टावर चाहिँ देखिन्छ नजिकबाट गएर हेलो टावर हाउ आर यु भन्दै गर्ने हो ठिक छ भ्यू चाहिँ नाइट हो के हो त्यो त्यो त बुझेँ कि अन्त पृथ्वीको चाहिँ कस्तो पृथ्वीको चाहिँ कस्तो हुन्छ ए यहाँ लेखेको पो मैले अहिलेसम्म जनावरको नाइटो हुन्छ त सुनेको छैन मान्छेको बाहेक यहाँ त पृथ्वीको यहाँ त पृथ्वीको नाइटो भनेर लेखिरहेछ ओहो के हो यस्तो पानी ए लल ल अब चाहिँ हामी पृथ्वीको नाइटो हेरेर जानुपर्ने हुन्छ अब चाहिँ हामी के गर्ने भनिदिनु त हामी बुद्धको पाइला हेर्न जाँदैछौँ त्यसपछि हामी पृथ्वीको नाइटो हेर्छौँ ओके हामी चाहिँ यहाँ बुद्धको पाइला हेर्ने होइन देखाउँछु अनि मैले नबुझेको कुरा चाहिँ बुद्धको पाइला किन यति माथि राखेको तलबाट नि त हिँड्यो होला नि त होइन एकैचोटि उडेर आयो एउटा खुट्टा टेक्यो के सबजना हामी बुद्धको पाइला अगाडि छौँ त्यहाँनिर चाहिँ बुद्धको पाइला छ हामी यतिकै ए ओके हामी चाहिँ बुद्धको पाइला अगाडि हुनुहुन्छ हामी चाहिँ अनि त्यसपछि त्यो मलाई पृथ्वीको नाइटो हेर्न मन लाग्यो क्या त्यहाँ चाहिँ त्यहाँ जानुपर्छ नि त हो त्यही हो क्या चिया खाने ठाउँ मन्दिरको चिया आऊ नाइटो हेर्न जाउँ पृथ्वीको नाइट ओके यहाँ नि रहेछ सिनहरू कान्छे कस्तो साह्रो भयो हो कान्छे फुट्ला जस्तो भइसक्यो मेरो किन यस्तो साह्रो भएको चिसोमा हेर म यस्तो लाएर आइरहेको अहिले त ठिकै भएको थियो अहिले चाहिँ फोटोहरू खिच्न रोक्नु भएर होला माथि पनि आएर होला लास्ट भयो अब नाइटो हेर्छु म प्याम्पर गरे होला है घोडाको भाषा आउँदैन ल फाइनली भेट्यो होइन त अहिले क्या हरायो तिमीहरू हामी तँलाई खोज्दा खोज्दा एक खान्छ म अगाडि गएको छ थाहा थियो कि थिएन सबै मान्छेलाई जसलाई भेट्छौँ तपाईँको साथीले बोलाइरहेछ कुरिरहेछ मैले भनेको थिएँ नि त सबलाई सोधेको जो सब पठाइदिनु भनेको क्या सबलाई जो चल्दा रहेछ त्यसलाई यस्तो खतरा साइन आएको थियो कस्तो घोडा ए चाहिँ हाम्रो घोडा हो हाम्रो एउटा घोडा थियो के आइस भनेदेखि गरिरहनु भएको छ ए घोडाहरूले पनि माया गरिरहेछ खै न सिन्धी यस्तै भनेर हो क्या हेलो गाइस
गाइस अब चाहिँ हामी माथि सैलुङमा आइसक्यौँ सो सैलुङको चाहिँ हामीले देख्नुमा ओ होइन घाम निस्किन गयो म तपाईँलाई देखाउँछु भ्यू ल ल पोज दिनु त एकदम हजुर छैन छैन अब चाहिँ हामी सैलुङमा आइपुग्यौँ यहाँनिर यो घाम लाग्यो यस्तो खतरा आउँथ्यो घामसँग ब्रेकअप मेरो हजुर त्यसरी हुँदैन घामसँग ब्रेकअप अब अबदेखि ल ल ल ल हेलो हाम्रो चाहिँ के हो ब्लगको नाम चाहिँ के हो हामी कता नोवेग ब्लग हजुर नोवेग ब्लग नोवे ब्लग रे अब आज गएर सर्च गरेर 3 चोटी सब्स्क्राइब गर परेन 3 चोटीमा फेरि अनसब्स्क्राइब सब्स्क्राइब अनसब्स्क्राइब हुन्छ 2 चोटीमा चाहिँ अनसब्स्क्राइब हुन्छ नि त 4 चोटी त्यही त 3 चोटीमा हैन 3 चोटीमा सब्स्क्राइब अनसब्स्क्राइब सब्स्क्राइब ओके 3 चोटीमा ल यति हो नि त ओके बाइ 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 मजा रहेछ त गाडीमा आउनु पर्ने रहेछ हिँड्दा जाँदा भयो है गर्मी देखे हजुर हुन्छ जे गरे नि सो कस्तो लाग्यो हेरेर कमेन्ट गरिदिनु होला अलिअलि खुली पनि रहेछ सो अब चाहिँ म जानुपर्ने हुन्छ तर माथि माथि सैलुङमा यही गीत मात्र आइरहेछ मुखमा खुलुम खुलुम हुन्छ तर खुल्दैन कि खुलिसकेको छ अब चाहिँ खुलिसकेको छ होइन यो चाहिँ के हो सैलुङ हो सैलुङको डाँडामा जाँदा मलाई गीत गाउनै आउँदैन सरी ओके खुलिसकेको छ भ्यू एकदम राम्रो छ अब फेरि यस्तो भइसकेको छ सबैजना होइन उता छन् उनीहरू चाहिँ अनि म एक्लै यहाँनिर छु त्यही भ्यू टावरमा गएको थिएँ क्या खासै त्यहाँ केही पनि देख्दैन त्यही भएर म चाहिँ भ्यू टावरमा गएन होइन अनि त्यसपछि टिकटक बनाउन आएँ अनि त्यसपछि अब चाहिँ तल झर्नुपर्ने हुन्छ किनभने 8 बजिसक्यो सो हामी चाहिँ अब झर्नुपर्ने हुन्छ तर म झर्के एक दुईवटा अब झर्दा त के अलिअलि त बनाउनु झर्छ तर खुरुखुरु पनि खुरुखुरु नै झर्ने चाहिँ हाम्रो हुन्छ नि मेन्टालिटी हुन्छ
किनभने अब हामीलाई छिटै पुग्नुपर्ने हुन्छ नि त सो आई होप यु लाइक दिस भिडियो होइन मैले यो लास्टमा हाल्छु होला त्यही पनि अहिले नै यहीँ कन्क्लुड गरेर जस्तो गर्नु पऱ्यो नि त सो आई होप यु लाइक माई भिडियो होइन अब यहाँ कति 100वटा कि कति 152वटा थुङ्गा भएको ठाउँमा आएको छु भने चाहिँ सब्सक्राइबर पनि त्यो अनुसारै बढाइदिनु पऱ्यो गाइज होइन यसले चाहिँ मलाई मोटिभेसन मिल्छ सो अरू भिडियोहरूको लागि पनि हेर्दै गर्नु होला थ्याङ्क यू सो मच त्यो पनि है अलिअलि खिच्यौँ फोटोहरू खिच्नमा लाग्यौँ होइन किन फोटै थिएन है हामीसँग अनि अब चाहिँ हामी जान्छौँ फेरि नै भइसक्यो त्यस्तै भइसक्यो सो अब चाहिँ अघि पनि मैले जान्छु भनेर एन्ड त गरिसकेको थिएँ त्यही पनि फेरि एन्ड गरेको मैले सो बाई बाई हेर्दै गर्नु होला